होइन, यो आजभोलि नेपालगञ्जमा के चलिराखेको छ के? कतै मर्डर भइराखेको छ, कतै रेप भइराखेको छ। के हेरिराखेको छ यार यो सरकारले? अचम्म छु म। अब त जे भए पनि नयाँ सरकार हो, बालेन सरकार हो, के एक्सन त लिनु पर्यो नि यार। अब अहिले त यस्तो भइरहेछ कि जसलाई पनि मारिदियो भइगयो, जसको रेप गरिदिनु भइगयो, लाइकको ट्रेडिङ चले जस्तो भइगयो क्या यहाँ नेपालगञ्जमा। यस्तो भएन नि यार। छोरी मान्छेहरू राति यसो बजारतिर जाने बेला, तरकारी किन्न जाने बेला पनि डराउँछन् होला के? बाटोमा के हुने पो हो कि केटाहरूले जिस्काइदिने पो हो कि, त्यस्तो डरहरू हुन्छ क्या केटी छोरी मान्छेहरूलाई। छोरा मान्छेहरूलाई त्यस्तो के हुँदैन नि। अब कोही छोरा मान्छेहरू राम्रो पनि हुन्छन्, कोही छोराहरू मान्छेहरू उनी त अलिक खराब पनि हुन्छ। कोही केटी गएपछि जिस्काइदिने, अब कोही केटाहरू पुरा हातभन्दा हातै पुरा घटिने गरिदिने। यस्तो भएन कि यस्तो रोक्नु पर्यो कि हाम्रो यो नेपालमा। यो धेरै अरू घटनाहरू हुन लाग्यो कि अब यो घटनाहरूलाई रोक्नु पर्यो, या त के एक्सन लिनु पर्यो, या त यो रेपिस्टहरूलाई एन्काउन्टर या त फाँसीको सजाय नै दिनु पर्यो। जबसम्म यो रेपिस्टहरूलाई जबसम्म एन्काउन्टर या फाँसीको सजाय हुँदैन नि, तबसम्म यो घटना पुरा हरदम दौडिरहेको छ के, म्याराथन जस्तो दौडिरहेको छ। सरकार खालि एउटालाई खालि इन्काउन्टर या त फाँसीको सजाय दिएर देखाउनुहोस् न, अनि बल्ल हेर्नुहोस् नेपाली जनताहरूमा डर कस्तो हुन्छ भनेर। मलाई चाहिँ त्यो लाग्छ क्या। एकचोटि देखाउनै पर्छ, रेपिस्टहरूलाई मारेर या इन्काउन्टर गरेर या त फाँसीको सजाय दिएर अनि सबैको अगाडि देखाएर यो जनतालाई विश्वास दिलाउनै पर्छ कि अब हामीले यस्तो त गर्छौँ भनेर। अनि बल्ल अनि जनताहरू मजाको निन्द्रा सुत्छन् के। भोलि के भयो भने फाँसीको सजाय छ, नत्र इन्काउन्टर गरिदिन्छ भन्ने डर हुन्छ नि मनमा। अनि बल्ल क्राइम पनि अलिक घट्छ जस्तो लाग्छ कि मलाई चाहिँ है। तर यो चाहिँ साह्रै भयो क्या यार। न्याय नपाउने, क्यान्डल लाइट लिएर अब राति जाने, आखिर कति दिनसम्म पीडित पक्षमा जो पीडित हुनुपर्छ उहाँको मनमा, उहाँको परिवारमा कस्तो के भयो होला। बताऊ, अब त्यस कोहीले रेप गरिदिएको छ, अब कसैले मारिदिएको छ, तिनीहरू मजाले पुरा छुटिहाल्छन् पैसाको फोर्स पावरले। कति सजिलो छ है पैसावाला मान्छेलाई। रेप गरिदिएको छ, मारिदिएको छ, ल म यति लाख फालिदिन्छु, यति दिन ल भयो। ल त्यसपछि अब कोही एकदम मिडल क्लासको मान्छे हुन्छन्, अब कोही पैसा दिएर पनि मान्छन्, कोही अब यस्तो पनि हुन्छन् कि नाइ, जबसम्म मेरो छोरीले न्याय पाउन्न म तबसम्म लास पनि उठाउन्न भन्नेहरू पनि छन् है। तर यो चाहिँ अलि विचार गरिदिनु पर्यो सरकार, प्लिज सरकार अलिकति हेरिदिनु पर्यो सरकार यो नेपाललाई। तर लास्टै भयो सरकार यो। जतिखेर पनि अब स्क्रोल गर्छु हरदम कोही त 35 वर्षकोले 14 वर्षको नाबालिगलाई बलात्कार गर्यो रे, अहिले कता केटीले बोलाउने गएको केटीले बोलाछ अरे, बर्थडेमा जानु छ भनेर त्यता केटालाई मारिदियो। यो भइकिरहेछ यहाँ। मर्डर र रेपको कम्पिटिसन भइरहेछ यहाँ। म यो सोध्छु के, नेपाल भनेको त यार, नेपाल देश भनेको त शान्तिको देश हो नि यार। अलि हुन्छ नि चट्ट पारेर कानुन पनि अलि स्ट्रिक्ट बनाउनु पर्यो। तर सुदन गुरुङ दाइ ह्याट्स अफ यु हो नि,
तर मलाई लाग्छ हजुरले चाहिँ यो गर्नुहुन्छ क्या सुदन दाई। आई बिलिभ द्याट। प्लिज दाई है, मैले भनेको चिजहरूमा प्लिज 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 सुदन दाई अलि दिनुहोस् है, विजय पुऱ्याउनुहोस् है दाई प्लिज। अब हजुर मैले मात्रै होइन हजुरले पनि हेर्नुभएको छ होला यो चिजहरू कस्तो कस्तो घटना घटेको छ भनेर है। तर प्लिज दाई पीडितले न्याय पाउनै पर्छ र जसले सजाय गरेको हुन्छ त्यसलाई चाहिँ फाँसी हुनै पर्छ है दाजु प्लिज। अब गुन्डागर्दी त पक्राउ गर्नु पो पर्यो ल ठिक छ, र सजाय पनि त्यस्तै हुनु पर्यो, तर स्ट्रिट पनि त्यस्तै हुनु पर्यो नेपालमा। प्लिज सुदन दाई यो चाहिँ गरारै छाड्नुहोस् हजुरले है। प्लिज दाई मेरो कुरा सुनिदिनु होला। म सानोतिनो युट्युबर हो, त्यो भएर भिडियो कहिले कसो खालि अपलोड गर्छु, तर अति नै भएर आज मैले यो भिडियो बनाएको हो। यदि हजुरलाई नराम्रो लाग्छ भनेपछि मनैबाट माफी छ दाई। तर प्लिज सुदन दाई यो चाहिँ एकचोटि भिडियो पक्कै पनि हेरिदिनुहोस् है।